नमस्कार छ साथीहरू। ल आज चाहिँ हामी यहाँ मेरो पछाडि देखिरहनु भएको यो मौरी घाट चाहिँ यो बिहानीको समयमा चाहिँ निरीक्षणसँगै हामीले चाहिँ फ्रेमहरू चाहिँ सिफ्ट गर्न लागिरहेको छौँ, सरसफाइ गर्न लागिरहेको छौँ। यसमा चाहिँ भालेहरू पनि देखा परेको थियो। के कस्तो छ त अवस्था हामी हेरौँ है त। ल साथीहरू देख्न सक्नुहुन्छ यस्तो छ। अब यहाँको चाहिँ एक एक फ्रेमहरू हामी निरीक्षण गर्छौँ। मौरी अलिअलि रिसाएको छ। मौरी रिसाएको कारण चाहिँ म यसरी सेफ्टीको साथ आएको छु। भर्खरै गराउँदै गरेको चाका रहेछ, यसलाई चाहिँ यता राखिहाल्नु। ओहो हेर्नुहोस् त साथीहरू, पुरै भालेको सङ्ख्या एकदम अत्याधिक रहेछ। सँगै यहाँ प्रशस्तै मह पनि देख्न सक्छौँ र सँगै यतापट्टिको साइडमा चाहिँ पुरै अन्डाहरू छ। अब हामी अर्को हेरौँ। मौरी अलि बढी एग्रेसिभ हुन लागेको कारण चाहिँ यता हामीले यो रुमाल यसरी कभर गरेको छौँ कपडाले। ल हेरौँ अर्को के कस्तो छ त अवस्था। दुइटै एट्याच रहेछ, सँगै जोडिएको। मह पनि लगाएको कारणले गर्दा। ल साथीहरू, भाले चाहिँ एकदम धेरै रहेछ। मह पनि देख्न सक्छौँ। भाले यस्तो छ, धेरै भाले मात्रै रहेछ साथीहरू। अब यहाँ अरू भाले कस्तो छ भने चाहिँ त्यसलाई म हटाइदिन्छु। यसलाई नि यता राखिहाल्नु। एउटा चाहिँ यहाँभित्र पसेछ, एउटा माउ कपडाभित्र। त्यसै गरी अर्को हेरौँ कस्तो छ त। एकदमै धेरै भाले मात्रै रहेछ साथीहरू। पुरै यो भालेको सो सायद रानी फेर्न खोज्दैछ। यहाँ रानी यहाँ देख्न सक्नुहुन्छ साथीहरू। रानी यहाँ छ, लुके साथीहरू। ठिक छ।
रानी अलि बुढै भयो जस्तो लाग्यो। रानी फेर्नको लागि पनि यिनीहरूले भाले धेरै उत्पादन गरेको हुनसक्छ। ठिक छ त रानीको अवस्था त। यहाँ छ साथीहरू रानी चाहिँ यहाँ छ। अन्डा पार्नको लागि उसले ठाउँहरू हेर्दै हिँडिरहेको छ, देख्न सक्नुहुन्छ। यसरी भर्खरै मात्र त्यहाँ पालमा बसेर अन्डा दिँदैछ। अब 2-4 सेकेन्डमा निक्लिहाल्छ। निक्लिसक्यो साथीहरू, यहाँ देख्न सक्नुहुन्छ। रानी यहाँ छ, यहाँ छ। फेरि उसले अर्को ठाउँमा खोज्दै हिँडिरहेको छ। एकदमै सर्लक्क लामो रानी छ। अब त्यसै गरी हामीले बाँकी फ्रेमहरू पनि फटाफट उता सारिदिनु पर्ने हुन्छ। अब यहाँ 5 फ्रेम छ साथीहरू, उता सार्नुपर्ने। घरमा चाहिँ अलिकति मैलै भएको रहेछ। यो सिजन चाहिँ हुल निराश भएर जाने भएको हुँदा चाहिँ हामीले विशेष घर निरीक्षण चाहिँ गर्नुपर्ने हुन्छ। यहाँ पनि अत्याधिक यो घरमा चाहिँ अत्याधिक भाले छ। भालेहरू निक्लिसकेर पनि रानीले चाहिँ कर्मी अन्डा पार्न थालिसकेकी रहेछ। भाले कोष चाहिँ अलि ठुलो हुन्छ भने साथीहरू, कर्मी कोष चाहिँ अलि सानो हुन्छ। अब त्यसै गरी अर्को फ्रेमहरू नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने कृपया हाम्रो यस युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला। ल हेर्नुहोस् है त, यहाँ अत्याधिक भाले छ। देख्नुहुँदैछ, यो चाहिँ कर्मी सेल हो र भाले सेल चाहिँ यहाँ छ, अलि ठुलो छ। यहाँ तल देख्नुहुँदैछ, यिनीहरू भाले सेल हो। र यो कालो, यो मोटो मोटो, यो यिनीहरू चाहिँ भाले मौरी अथवा डाइना मौरी भन्छ। यहाँ माथि माथि कुटहरू देख्न सक्नुहुन्छ। त्यसै गरी हामी अर्को हेरौँ। अब यो बेला भनेको घर विभाजन गर्ने समय पनि हो। मौरी सङ्ख्या धेरै भएको खण्डमा यिनीहरूले आफैले प्राकृतिक रानी उत्पादन गर्छ र हुल छुटेर हिँड्छ। त्यसै कारण पनि हामी यो बेला चाहिँ एकदमै घर निरीक्षण गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ पुरै कर्मी सेल छ। रिसाएको छ मौरीहरू चिसो भएर। अब 2 फ्रेम छ।
भालेको सङ्ख्या कति हो? सबैको यो पहेँलो भाग चाहिँ यो यिनीहरू चाहिँ यहाँ चाहिँ लार्भा छ अब निक्लिने बेला भएको, र यो कालो भाग चाहिँ यहाँबाट चाहिँ मौरीहरू निक्लिसकेको। अब अन्तिम फ्रेम छ। अहिलेसम्म चाहिँ त्यस्तो कुनै पनि रानी सेल देखिएको छैन। त्यसो भएपछि त्यसो हुँदा चाहिँ यिनीहरूले फुल छुटेर जाने चान्स चाहिँ अहिले तत्काल चाहिँ छैन। यो फ्रेममा भने पुरै धेरै मह रहेछ र फ्याट्टाफुट्टा अन्डा रहेछ, तर एकदमै भालेको सङ्ख्या भने जुन फ्रेममा हेरे पनि भालेको सङ्ख्या नै सङ्ख्या रहेछ धेरै। हामीले यहाँ चाहिँ 10 फ्रेममै फ्रेमहरू राखिसकेका छौँ र 10 फ्रेम नै फुल भएको कारण चाहिँ हामीले माथि सुपर पनि दिन लागिरहेका छौँ। अब यति बजेको छ। यी मौरीहरूलाई चाहिँ अब हामीले यसरी नै हातले उठाएर अथवा चलाएर चाहिँ यो घरमा राखिदिन पनि सक्छौँ। यसरी सर्लक्क मौरीसँग हामीले मित्रवत व्यवहार गर्न जान्यौँ भने यिनीहरूले पनि चिल्दैन। यिनीहरूलाई यहाँ काउकुती लगाइदिउँ, उडेर जान्छन्। यस्तो घर यो चिसो पनि हुनु हुँदैन खासै। हस्तो साथीहरू, यो आजको यो भिडियो के कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया जनाउनु होला। साथमा हाम्रो च्यानललाई एक सेयर चाहिँ गरिदिनु होला, एक सब्सक्राइब गर्नु होला भन्दै यो भिडियोबाट बिदा चाहन्छु।